मेरो नाम चाहिँ रिदिमा साके हो अनि मेरो इन्टरभ्यू चाहिँ हिजो अप्रिल 22 मा थियो। म चाहिँ अराउन्ड 1 तिर एम्बेसी पुगेको थिएँ अनि त्यहाँ चाहिँ सेक्युरिटी चेकहरू बायोमेट्रिक गर्दाखेरि चाहिँ अलि ढिलै पालो आएको थियो अनि इन्टरभ्यूको बेला चाहिँ मलाई सुरुमा वाट इज यर नेम भनेर सोध्नुभएको थियो अनि मैले माई नेम इज रिदिमा साके भनेर भनेँ अनि त्यसपछि चाहिँ वाट टेल मी अबाउट योर सेल्फ भन्नुभयो अनि मैले चाहिँ आई जस्ट कम्प्लिटेड माई हाई स्कुल एन्ड आई लभ क्राफ्टिङ एन्ड क्रोसिङ भनेर भने। त्यसपछि चाहिँ मलाई डु यु लाइक क्याट्स भनेर सोध्नुभएको थियो अनि मैले यस आई लाइक क्याट्स अनि एक्चुली दे आर माई फेभरेट पेट भनेर भने। त्यसपछि चाहिँ मार्कसिट हेरेर यु हेभ गुड मार्क्स इन कम्प्युटर साइन्स एन्ड केमिस्ट्री वाइ डिड यु चुज आर्किटेक्चर भनेर सोध्नुभएको थियो। मैले चाहिँ मलाई आर्किटेक्चरमा पहिलेदेखि इन्ट्रेस्ट थियो अनि मलाई चाहिँ अहिले सस्टेनेबल डिजाइन र मोडर्न टेक्नोलोजीमा नै फोकस गर्नु छ, त्यही भएर मैले आर्किटेक्चर यो मेजर लिएको भनेर भने। अनि त्यसपछि चाहिँ तिम्रो युनिभर्सिटी अलिकति एक्सपेन्सिभ छ, कसरी आफ्नो एक्सपेन्सेस कभर गर्छौ भन्नुभएको थियो। मैले चाहिँ फर्स्टमा मैले 50% स्कलरसिप पाएको छ। त्यसबाहेक चाहिँ मेरो पेरेन्ट्सहरूको सेभिङ्स छ जसले मेरो चाहिँ ट्युसन फिजहरू कभर गर्छ। प्लस मेरो पेरेन्ट्सहरूको प्रोफेसन चाहिँ यो हो र लाइक दे अर्न दिस मच भनेर भने। अनि हाम्रो प्रपर्टिजहरू पनि छ जसले गर्दा चाहिँ मेरो अरू एक्सपेन्सेसहरू चाहिँ इजिली कभर हुन्छ भनेर भने। अनि त्यसपछि चाहिँ तिम्रो भएको प्रपर्टीमा कुन खालको आर्किटेक्चर छ भनेर नि सोध्नुभएको थियो। मैले चाहिँ लाइक नर्मल नेपाली आर्किटेक्चर जस्तो नै छ भनेर भने। अनि त्यसपछि चाहिँ ग्रिन स्लिप दिँदाखेरि चाहिँ मलाई फेरि युएसएमा चाहिँ अरू कसैलाई नेपाली आर्किटेक्चरको बारेमा धेरैलाई थाहा छैन, के गर्छौ भनेर सोध्नुभएको थियो। मैले चाहिँ अनि म तिनीहरूलाई थाहा नभए नि आई विल टेल देम अबाउट इट भनेर भने। अनि म त्यो ग्रिन स्लिप लिएर बाहिर आएँ।